तीन उत्कृष्ट थ्रिलर फिल्म जो दर्शकको दिमाग नै हल्लाइदिन्छन्, दर्शकको दिमाग झस्काइदिने। ती तीन थ्रिलर फिल्म जसले तिमीलाई पहिलो मिनेटदेखि अन्त्यसम्म नफुत्किने बनाउँछ। हरेक फिल्मका आफ्नै दर्शक हुन्छन्, तर थ्रिलर फिल्म भने यस्तो हुन्छ जसले सासै रोकिदिन्छ। आज हामी गुड फ्राइडे सिनेमामा दशैं बिदाको मौका पारेर ल्याएका छौं तीन उत्कृष्ट थ्रिलर फिल्म जसले तिमीलाई सोच्नै बाध्य पार्नेछ। स्वर तमिल हिन्दी डब। दुःखबाट छुटकारा कसरी पाउने? एक आवाज उत्तर दिन्छ, त्यसबारे सोच्नै छोड या त्यसैसँग बाँच्न सिक। दीपक नामका एक पूर्व प्रहरी अधिकारी बैशाखीको सहारामा हिँड्ने, तर उनको सहारा त्यो होइन जो उनी प्रयोग गर्छन्। सहारा त हो अतीतको पीडा जसले उनलाई कहिल्यै छोड्दैन। एउटा रहस्यमय रात तीन केटाको कारले मानिसलाई ठक्कर दिन्छ। भोलिपल्ट सब गायब। कोही चोरेर लग्यो, कोही लुकायो, अथवा कोही फर्कियो। दीपक अनुसन्धानमा लाग्छन्, तर घटनाहरू यति गहिरा छन्, यति उल्झिएका कि अपराधी पत्ता लगाउन उनले गुमाउनुपर्छ सबै कुरा। फिल्मभर एकपछि अर्को खुलासा र अन्त्यमा आउने ट्विस्ट माइन्ड ब्लोइङ। यो फिल्मले सिद्ध गर्छ थ्रिलरमा शान्त पात्रहरूकै कथा सबैभन्दा डर लाग्छ। 2 न्याय थलिस हिन्दी। सत्य सधैँ न्यायको पक्षमा हुन्छ कि? यो प्रश्नलाई फिल्मले 3 मिनेटमा होइन 2 घण्टामा पनि अनुत्तरित राख्छ। 2 बालकको हत्या बलात्कारको आरोप, तर आरोपी एक सामाजिक अभियानी जसले अरूलाई न्यायको कुरा सिकाउँछ। के उनी नै दोषी हुन् कि प्रणाली नै दोषी? फिल्मका मुख्य पात्र अर्जुन रामपाल र मानव कौलको अभिनयले यस्तो तनाव बनाउँछ कि ऑडियन्स न्याय रोक्छ। यसमा 2 खास कुरा छन्। एक बाल यौन दुर्व्यवहारको कथा हिन्दी सिनेमामा दुर्लभ। 2 अदालतको दृश्य जहाँ शब्द नै हतियार बन्छन्। अन्त्यमा न्यायाधीशको फैसला। तिमी सोच्नेछौ सही के हो? यो फिल्म हेरेपछि विश्वास र सत्यबीचको रेखा नै हराउँछ। 3 व्ययशिश्रयवन 22 श्रावण बंगाली हिन्दी डब। कोलकातामा श्रृङ्खलाबद्ध हत्या। हरेक शब्दसँग कविताका हर्फ लेखिएका। कवि हत्यारा वा हत्यारामा कविता? अभिजित र प्रोवीर 2 प्रहरी, एक शान्त अर्को विस्फोटक। दुवैको लक्ष्य एक हत्यारा पत्ता लगाउने, तर अपराधले जति खोज्छन् रहस्य झन गाढा हुँदै जान्छ। कवि निवारण चक्रवर्ती रातमा कविता पढ्दै शहर घुम्छ। के उनै हत्यारा हो वा कोही अरू? फिल्मको अन्त्य यस्तो कि तिमी सिटबाट उठ्नै सक्दैनौ। 41 अवार्ड जितेको यो साइकोलोजिकल थ्रिलर व्ययशिश्रयवन दर्शकको दिमागमा हप्तौंसम्म गुन्जिरहन्छ।